तावाङमा आउँदा चाहिँ के चाहिँदो रहेछ त? तावाङमा आउँदाखेरि सबैभन्दा पहिले भैरवकुण्डमा पास बनाउनु पर्यो। राम्रो तरिकाको गाडीको इन्सुरेन्सहरू भयो, आरसीहरू भयो, पिओसिसी भयो, राम्रो गरेर आउँदाखेरि बाटोमा कुनै दिक्कत हुँदैन। त्यति चाहिँ बनाएर आउनु पर्यो। त्यहाँभन्दा ठुलो कुरो केही पनि हुँदैन। आइएलपीहरू बनाउँदाखेरि कस्तो के? आइएलपी बनाउँदाखेरि फोटो चाहियो, फोटो एउटा, अनि आधार कार्ड त्यति भएपछि हुन्छ। हप्ता दिनको लागि 150 रुपियाँ मात्रै लाग्छ। हप्ता दिनको लागि 150। अनि खर्च चाहिँ कति जाँदो रहेछ? खर्च लगभग 15,000 भएदेखि काफी पुग्छ। मैले सुनेको थिएँ इन्डियन सिटिजनलाई मात्रै 150 रुपियाँ गरेर अरे, फरेनरलाई त अझै बेसी लिन्छ। अझै बेसी छ हैन? अनि अनि त्यो पनि फेरि हेभी र लाइटको हुँदो रहेछ है गाडीहरू। कुन गाडी छ त्यो सोध्छ, गाडीको हिसाबले हुँदो रहेछ। हेभी र लाइट गाडीहरू पनि त्यो हिसाबले हुन्छ। अनि आउँदा चाहिँ केसमा सुविधा हुन्छ त? गाडीमा सुविधा हुन्छ न बाइक? गाडीमा सुविस्ता त अब गाडीमा सुविस्ता अब बसेर आउनुपर्छ होइन? बसेर आउँदाखेरि तर गाडीको मजा र आफ्नो टु व्हिलरको मजा चाहिँ बेग्लै छ नि। फेरि बेग्लै छर्लङ्ग तरिकाले देख्नु पायो। बाइकमा चाहिँ जता पनि आफू रोक्दै फोटो उठाउँदै आउँदा नि भइगयो। गाडी लिएर आउँदा के हुन्छ भने त्यो एउटा भित्र बसेर एउटा बाहिरको के नजारा भनेको देख्नु पाउँदैन। कि जग्गामा गएर ड्राइभरले देखेर ल यसमा राम्रो जग्गा छ भनेर रोकेर यसो फोटोसोटो हान्ने त्यो बेग्लै कुरा। नत्र भने लाटा जस्तो कुदाएको। अनि यहाँका लोकल ड्राइभरसित हिँड्ने भए चाहिँ अझै बेसी सुविधा हुन्छ होला जस्तो लाग्छ मलाई। किनभने यिनीहरू आफ्नो डेस्टिनेसनमा लैजान्छन्, राम्रो टुरिस्ट डेस्टिनेसन, राम्रो ठाउँमा। अनि यहाँका मान्छेहरू चाहिँ कति सहयोगी लाग्यो त? एकदमै बढिया छ। यहाँको मान्छे बोली चाली एकदमै राम्रो तरिकाले बोल्ने के। यहाँको मान्छेले होइन बाटोघाटोमा सोद्धाखेरि बहिनी बाटो कता भन्दाखेरि उसले बताउने कि सही जग्गा बताउने, लोकेसन हेरेर बताउने कि। तर अरू ठाउँमा चाहिँ यस्तो गर्दैन कि, अरू ठाउँमा यस्तो देखाउँदैन नि। भयो।